जिउँदो तल कसरी निकाल्ने भनेर यो फिताबाट म सिकाउँदैछु। यो किन निकाल्ने भन्दाखेरि चाहिँ यो मासु खानलाई निकाल्ने भने हैन, फेरि यो कुरो बुझ्नु होला है। हामी चाहिँ हिन्दू धर्म है। मेन कुरो भनेको चाहिँ हामीले यसको चाहिँ नाप्दैछौँ किन भन्दाखेरि चाहिँ एउटा उहाँले गाई पालिराख्नु भएको छ, उहाँलाई अब कति घाँस खुवाउने, कति दाना खुवाउने र कति पहिले भुस खुवाउने भन्ने कुराको ज्ञान छैन। धेरै पनि खुवाएको हुन सक्छ, थोरै पनि खुवाएको हुन सक्छ, मिलेको पनि हुन सक्छ। उहाँलाई चाहिँ यो यति यति खुवाउने है, उसको उत्पादनको आधारमा है। उत्पादन यसले दुध दिँदैछ नि त, अहिले यसको दुध दिँदैछ, यसको दुधको आधारमा चाहिँ कति खुवाउने भनेर म यहाँ यसको तौल निकालेर यति यति खुवाउने भनेर सिकाउँदैछु। एउटा वेट निकालेर तौल आउने बित्तिकै एउटा कुरो के थाहा पाउनु पर्यो भन्दाखेरि भोलि तपाईँले जुकाको औषधि खुवाउनुहुन्छ, नाम्लेको औषधि खुवाउनुहुन्छ, ए मेरो गाई चाहिँ यति केजी छ है भनेर तपाईँ त्यहाँ गएर भन्नु पर्यो। यहाँ डोज पुगेको छैन, बुझ्नुभयो नि। जुका नाम्लेको औषधि खुवाउँदाखेरि डोज पुगेको अवस्था छैन। दोस्रो महत्त्वपूर्ण कुरो। तेस्रो महत्त्वपूर्ण कुरो भनेको चाहिँ तपाईँकोमा जोसुकै प्राविधिक आउँदा, पशु चिकित्सक आउँदा सबैले नाप्छन् भन्ने त छैन। नाप्लान् पनि कतिपयले, ए मेरो यो गाई चाहिँ यति केजीको छ है, बिरामी भएको हुन्छ। कतिपय अवस्थामा चाहिँ जुन उहाँहरूले प्रयोग गरेको औषधिको डोज नपुगेर काम नगरेको अवस्था पनि छ। तेस्रो महत्त्वपूर्ण कुरो। यी तीनटा महत्त्वपूर्ण कुराहरू छन्, फाइदाहरू छन्। त्यही भएर हामी यसको के गर्न गइरहेछौँ, जिउँदो तौल निकाल्न गइरहेछौँ यो फिताका माध्यमबाट। सजिलो छ है, सजिलो छ। गाईमा पनि लागु हुन्छ, भैँसीमा पनि लागु हुन्छ, बाख्रामा पनि लागु हुन्छ, मान्छेमा चाहिँ लागु हुन्न है। फेरि हो मान्छेमा त ल एकजना उता जानु, एकजना उता जानु। अब यसको गोलाइ लिने, यो सिधा उभिएको नि, यसको गोलाइ, यो छातीको गोलाइ लिने हो। यताबाट समाउनु त समाउनु, यो समाउनु ल। हेर्नु है, यहाँ कति छ तपाईँको 70 इन्च छ। हेर्नुभयो नि, यो इन्च हो है। यहाँ हेर्नु है, इन्चमा लिनुपर्छ है। यहाँ हेर्नु, यो 70 छ नि, हेर्दै हुनुहुन्छ नि सबैले। 70 इन्च यसको गोलाइ छ, ठिक छ। अब यसको म लम्बाइ लिन्छु, ठिक छ। अब लम्बाइ कहाँबाट लिने भन्दाखेरि यो अगाडिको खुट्टाको यो हड्डीदेखि उताबाट लिँदा नि हुन्छ, यताबाट लिँदा नि हुन्छ है, जहाँबाट लिँदा नि हुन्छ। यो खुट्टाको हड्डी लिएर यहाँनिर समाउनु पर्यो। तपाईँ नहल्लियोस् है गाई। फेरि यहाँ राखेर यो चाहिँ यसको यो मलद्वारको हड्डी छ नि, यतैपट्टिको हड्डीनिर चाहिँ नाप्ने। कति छ? 63 छ। लम्बाइ 63 छ क्या, बुझ्नुभयो नि। लम्बाइ कति भयो? 63। गोलाइ कति थियो? 70 थियो। इन्चमा है, यो इन्चमा। अब यसको एउटा सूत्र छ, एउटा सामान्य सूत्र छ। यो सूत्र हो, मैले बनाएको सूत्र होइन, बुझ्नु। यो सूत्र यो सबैमा लागू हुन्छ। जस्तै A प्लस B को होल स्क्वायर A स्क्वायर प्लस 2AB प्लस B स्क्वायर हुन्छ नि, त्यस्तै एउटा सूत्र छ यसको जिउँदो तौल निकाल्ने, केजीमा निकाल्ने। यसको भनेको गोलाइ गुणा लम्बाइ भागा 660। यो सूत्र हो। 660 कहाँबाट आयो भन्दा सूत्र हो क्या। यो सूत्र बुझ्नु पर्यो। कहाँबाट आयो, के आयो भनेर हेर्नको लागि गुगल हेर्नु पर्यो, बुझ्नुभयो नि। यो सूत्र हो 660। अब यसको गोलाइ कति थियो? 70 थियो। इन्चमा हो नि त। 70 गुणा गोलाइ फेरि आयो नि त, 70 गुणा लम्बाइ कति थियो? 63 थियो, भागा 660। उहाँले हिसाब निकाल्दै हुनुहुन्छ। ल अब यहाँ हिसाब गरौँ है त, कति हुन्छ भनेर। ल यहाँ म चाहिँ टेक बन्द गरौँ। ल अब यहाँ म हिसाब निकाल्दैछु। 70 अलि अगाडि आउँ। 70 इन्टु 63 डिभाइड बाई 660 गर्दाखेरि चाहिँ 467 केजी। बुझ्नुभयो नि। यो 466 केजी भयो, बुझ्नुभयो नि। यो जिउँदो तौल हो है, यो जिउँदो तौल। सास सहितको, लादी सहितको सबै सहित। अब थोरै तलमाथि हुन सक्छ, गाईहरू यतापट्टि उभिएको हुन सक्छ, अलिकति खुट्टा यताउता गरेको चलेको हुन सक्छ, थोरै तलमाथि हुन सक्छ। तर भनेको सर्दर थाहा भयो नि त। अघिसम्म तपाईँले हेर्दाखेरि यो गाई 300 केजी होला, 350 केजी होला भन्ने थियो। तर यो गाई त 450 केजी त रहेछ नि, 450 केजी त छ यो, बुझ्नुभयो नि। 467 केजी छ यो। अब यो जिउँदो तौल हो, बुझ्नुभयो नि। अब यसका आधारमा जुकाको औषधि, नाम्लेको औषधि खुवाउनु पर्यो। यसका आधारमा यसलाई घाँस खुवाउनु पर्यो, दाना खुवाउनु पर्यो। यसका आधारमा बिरामी भएपछि यति केजीको छ है भनेर भनिदिनु पर्यो। त्यो अनुसारले उपचार गर्दाखेरि के हुन्छ, प्रभावकारी पनि हुन्छ। अब यो दुध दिने गाई हो, बुझ्नुभयो नि। अब यो दुध दिने गाई भनेपछि उहाँले अब यो गाईलाई चाहिँ कति दाना खुवाउने त, कति हरियो घाँस खुवाउने त, कति सुकेको भुसा खुवाउने, पराल खुवाउने भन्ने कुरो म निकालिदिन्छु।